25 वर्षको उमेरमै विश्व फुटबलका दिग्गजका कीर्तिमान तोडिरहेका एक खेलाडी मैदानमा उत्रेपछि डिफेन्डरहरू डराउँछन्, गोलकिपरहरू दबावमा पर्छन्, समर्थकहरू अर्को गोलको प्रतीक्षामा हुन्छन्। विश्व फुटबलमा पछिल्ला केही वर्ष यता सबैभन्दा धेरै चर्चा कमाउने खेलाडीमध्ये एर्लिङ ब्राउट हालान्ड अग्रस्थानमा छन्। उनको नाम सुन्ने बित्तिकै धेरैलाई गोल, गति र शक्तिको सम्झना आउँछ। उनी अहिले नर्वे नेसनल फुटबल टिमका मुख्य स्ट्राइकर तथा म्यानचेस्टर सिटी एफसी का स्टार खेलाडी हुन्। हालान्डको जन्म 21 जुलाई 2000 मा इङ्ल्यान्डको लिड्समा भएको थियो। उनका पिता स्वयं व्यावसायिक फुटबलर थिए। बाल्यकालदेखि नै फुटबल उनको जीवनको हिस्सा बन्यो। उनले आफ्नो करियर नर्वेको ब्रान्ड क्लबबाट सुरु गरे। त्यसपछि मोल्डे, रेडबुल साल्जबर्ग र बोरुसिया डर्टमुन्ड हुँदै विश्वकै प्रतिष्ठित क्लब म्यानचेस्टर सिटी पुगे, जहाँ उनले गोलको वर्षा गर्दै धेरै नयाँ कीर्तिमान बनाए। हालान्डलाई विशेष बनाउने कुरा उनको शारीरिक शक्ति मात्र होइन, उनी 1.95 मिटर अग्ला छन्। दुवै खुट्टाबाट समान रूपमा गोल गर्न सक्छन्। मैदानमा उनको दौडको गति पनि अविश्वसनीय मानिन्छ। एउटा सामान्य अवसरलाई पनि गोलमा बदल्ने क्षमता नै उनको सबैभन्दा ठूलो विशेषता हो। क्लब फुटबलमा उनले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले 3 पटक प्रिमियर लिग गोल्डन बुट जितिसकेका छन्, साथै च्याम्पियन्स लिगमा पनि सबैभन्दा छिटो 50 गोल पूरा गर्ने खेलाडी बनेका छन्। राष्ट्रिय टोलीका लागि पनि हालान्डको योगदान ऐतिहासिक छ। उनले 2026 विश्वकप छनौटमा 16 गोल गर्दै नर्वेलाई 1998 पछि पहिलो पटक विश्वकपमा पुर्याउने निर्णायक भूमिका खेले। अहिले जारी विश्वकप फुटबलमा पनि हालान्ड उत्कृष्ट लयमा देखिएका छन्। सुरुवाती 2 खेलमै 4 गोल गरेपछि अन्तिम समूह चरणको खेलमा प्रशिक्षकले उनलाई विश्राम दिलाएका थिए। नर्वे नकआउट चरणमा प्रवेश गरिसकेको छ र आगामी खेलमा हालान्डबाट फेरि यस्तै गोलको अपेक्षा गरिएको छ। आज विश्व फुटबलमा यदि कुनै स्ट्राइकरले विपक्षी टोलीलाई सबैभन्दा धेरै त्रसित बनाइरहेको छ भने त्यो नाम हो एर्लिङ हालान्ड। उनको उमेर अझै कम छ, त्यसैले आगामी वर्षहरूमा उनले अझै धेरै कीर्तिमान बनाउने विश्वास फुटबल विश्लेषकहरूले गरेका छन्।